हेलो गाइज, के छ त हालखबर? ठिकै छ होला सबैजना? सन्चै हुनुहुन्छ होला? म पनि ठिकै छु है। आज चाहिँ हाम्रो फाइनल डे है। आज फाइनल खेल्न हिँडेको है मेलामा। आज फाइनल दिन, आज फाइनल खेल्न हिँडेको है। अब कति बजी? 11 बज्न लाग्यो, 10:30 भइसक्यो। अब 11 बजीतिर जाने भन्ने कुरो छ। वहाँ 11 बजीतिर पुग्ने भन्ने कुरो छ है। पानी पनि बलास्ट गरेछ है। दिन पनि यस्तो धमिलो गरिरहेको छ। यस्तो म पनि पाएको छ। जाउ है गाउँ हो, यो जाउ हो कि गाउँबाट? कोही काँचो छ, कोही पाके खाएको। जाउ है गाउँबाट? गाउँ हो, कोही काँचो छ, काँचो छ, कोही पाके छैन। ए ल केटा पनि रेडी भइसक्यो है। म पनि हिँडिरहेको छु। टेन्सन भरिनेको छ। कोच भएर भएन यस्तो। मेरो ज्याकेट होइन र? के अरे सेम छ त यार। कहाँ ल्याइयो र सुगा ज्याकेट नि? कोच अन्त हाम्रो खेलाडी भइहाल्यो। हाम्रो भुपु खेलाडी, पूर्वी खेलाडी, पूर्वतिर खेलाडी है उता। बाइक अलि आउँछ, बाइक चलाउ न। मात्रै हाल्यो फेरि बाइक फर्कियो। एकदम मन पर्ने उहाँलाई एकदम चटपट भनेपछि हुरुक्कै। होइन साथी, हामी चाहिँ अरे बसिचरी त कुलेर कपाल फालेर कपाल नि यसो साह्रो हिँडेको। अहिले मेरो बाइक चाहिँ यता छ है। के छ त? ठिकै छ होला? ल है साथी, केटाहरू उठ्नु बाटोमा छ नि। सो अब बाटोमा कान्छाहरू झरिसकेर माथिबाट छ है। धेरै एकदम धेरै उयो गरिरहेको थियो, गुनासो गरिरहेको थियो। ल्यान यता हेर्न, यता ल्यान नागेर पनि लिएर चौराको हिँड्छ देख्नु भएन नाग। अहिले हालिदिन्छु। बाइक बिग्रियो। बाइक के भयो यार? स्टार्टै भएन। खास के हो कारण? चौला लिएर आइदिनु किनेर आउने यहीँ आउँछ। फोन गरेर एकछिन के अरे बाइक जानु खोइ मन लागेको छैन होइन। ल हाम्रो बाइक के भयो यार? खास तेल पनि फुल छ त है। लाइन छ तेल पनि छ। खास के हो यार? के कारण हो? त्यही डराइहाल्ने यार। फोन गरौँ त त्यसलाई, मिस्त्रीलाई। होइन बाइक जोड्छ है। ल बाइकले फेरि है स्टार्ट बन्द हुनै हुन्न है। क्यामेरा टेर्दै हाल्ने। उड्नु नलाने पुलिस। खै को कान्छाले मेरो के छ? हिमाल सुनारी सुटेकै हो? परेर आयो ट्रफी हेरौँ त केटा। मेडल आज गनेर साट्ने छैन है मेरो। के छ त? मेरो नाग नदेखाउने। खाना खायो? नाग जोगेन्द्रलाई बोलाएर लड दाम क्या लयो हुन्छ त। के गरेर लाने र? हिँडले लाने नि। स्टार बन्द भयो गरेको। उहाँ नि कम्तीमा 15-20 मिनट बसियो होला त्यहाँ। स्टार्टै भएन। त्यो फाइनल खेल्न हिँडेको छ भने तर उताबाट पानी आइरहेको छ यस्तो होइन। उताबाट पानी आएको छ। आजकलको दिन कस्तो दिन हो यार? हेरौँ त पानी मान्छेको झारै छुट्टी हुन्छ। म्याग्दो होला नि के हो र? उहाँको के अरे सेरा कुलो जस्तो छ यार। सुकेर किन सुकिचेर खोला है? गण्डकी गाई जो रेडी हुन बाँकी नै छ। हाम्रो रवि केसी बल्ल बल्ल जापानबाट बोलाएको रवि केसीलाई चिया मर्छ क्या? अरू केटाहरू आउँदै छैन। हामी चाहिँ चाबी दिने भन्नु न साजन दाइले। कता जानु? ओ साजन दाइ कहाँ? यहाँ चाबी छ अरे कता? खै अहिले बाइकले यार दिमाग खराब गरेर आयो। थेट स्टार्टै हुन्न त यार। के भयो यो बाइक? है के हो? गुरु गरे खा गयो अरे है। हट्नु छ हात छ।
डिस्प्याच नि छ डिस्प्याच नयाँ हाल्ने छ यसले छ नि यार अहिले डिस्प्याचलाई नि यसलाई हेर्नु सुन्नुहुन्न सुनिरहेको हेर्नु छ नि यार हो त्यही भएर नि आगो बल्ल फेरि हामी चाहिँ हिँड्यो है घर अब गाडी छैन के आज बाइक पनि छैन सबै अब यस्तो खेप हाल्नु पऱ्यो के कसो खेप हाल्नु पऱ्यो क्या नि गरिबको जिन्दगी यस्तै छ हो त्यो र हो धुलो पिठो पाला ट्याक्सी गरेर आएको भिडियो बनाउला भनेर हो ल जाम त नि क्या पछि पनि आइसक्यो भन्दै पछि हो ल ल जाम ल जाम मन्दिर हुने बस्छ गएर हामी गाडी ओ लाइट यहाँ हाल्नु पर्यो जाम ल बाइकमा नपुगेर ट्याक्सी सिट बोकेर हिँड्ने हामी चाहिँ है चाहिँ हामी 2 भाइ हो नथाहा अब हामी 2 भाइ छौँ जम्मै गइसके हामी 2 भाइ छौँ फाइनल हुन्छ है साथी पानी पनि एकदम मौसमले पनि च्यालेन्ज गरिरहेछ है एकदम धुर्मुर गरिरहेछ आउने कि जाने कि पानी भन्ने कुरो भएको छ है मैला भले सुरु भएर कहाँ राखियो बाइक है त साथी बाइक साइक राख्ने पार्किङ पनि राम्रै व्यवस्था छ है ओ लगेर एउटा आयो मैला भले सुरु हुँदैछ यता चाहिँ कान त हात्तीको जस्तो डेन्जर महिला भलिबल फाइनल खेल यसपछि पुरुष भलिबल फाइनल खेल तपाईहरुले प्रत्यक्ष देख्न सक्नुहुनेछ बद्ध रूपमा खेलाडीहरू फाइनलको दिन दर्शक भोट्लो भाङ छैनन् गेम फाइनल खेल्ने भनेको पानी आयो दर है अब के हुन्छ कि हुन्न थाहा छैन है यता चाहिँ महिला भलिबल हुँदैछ यता चाहिँ महिला भलिबल हुन्छ यताबाट पानी हेर्न सक्नुहुन्छ आमामा पानी त्यो पानी है भित्र मजाले कोची एकैछिनपछि कोची नै बस्ने हो भित्र आज खेल हुन्न होला यार पानी आएको देखिया लाग्यो पानी देखिया लाग्यो मेउली भलिबल दर्शकहरू कम्ती भयो क्या यस्तो पानी आज कहाँ फाइनल गेम सुरु हुनला है जर्सी फेडरेसन यहाँ खेलाडी मित्र भाइहरूले नयाँ खेलाडीको आगमन सायद हाम्रो डरुङ भलिबल अझै बलियो भएको देख्नु के छ त आज जित होला अनि आज के छ पास मिल्छ विनोद सर हजुर हामी त फर्ममै छौँ गरे अलिअलि पानी परिरहेको छ गिरान चिप्लो छ हेरौँ कान्छी के भन्छ बिजोग छ अवस्था गाह्रो छ के सोध्नु न के हुन्छ त आज गेम खै जाङ्गिनी केल्मीकै रहेछ क्या केल्मीकै ज्याकेट नि केल्मीकै होला गरी हुट होइन किन यहाँ केल्मी लेखेको छ त कालो कोलकाता लेखेको उसले PULSAR मोटर बाइक भन्दै नि खरायल हिमाल सुनारी आज सत जान्छ कि जान्न त मेरो मोबाइल हराएछ यार मोबाइल हराएछ झोला हालेको त छैन त म ल मोबाइल हराएर ल युट्युबमा कहिले भेटाउनु लाइक सब्सक्राइब गरेर भेटाइदिनु होला झोला हालेर अब यहाँ मोबाइल हराएको टेन्सनमा के सोध्ने अब फर्ममा हानि छ ल अलि अल्को देखाइदिन्छु ल
सब फर्म आज त फर्मको जुत्ता लास्ट गरे फ्रेस गर्नुपर्छ क्या मेन्टली लाटीले मुहा हान्ने फर्म त खतरा रहेछ त हो जम त बवाल बवाल अहिले केटा रेडी हुँदैछ है ल दाम ल ल ल ल We've been living in sin so long, all the feels are gone. Fella stopped me on the street last night, said everything's alright. Roller coaster, make it through the day upright. It seems your meal ticket is gone, but life goes on. I could never imagine something better. Yeah, right. Now you're cooking on high heat in the middle of the street. Roller coaster, take me to a better time. Let's go. All sing your high line with the roller coaster of life. Yeah. It's time to all choose your timeline on the roller coaster of life. You seem to easily forget how to place your bet. When everyday life gets you down, you gotta steal the crown. Got to own it. Don't bitch and moan about it, please. God forbid you scrape your knees, and it's nothing to sneeze at. Oh, I've told you over and over again. You gotta get both hands around it and make your own plans. Roller coaster, it's taking over. त्यही भएर साह्रो हान्नु नि खुसी नै खुसी छ है ल धेरै भन्ने मक्का बगाने बोली बिगार छ बेस स्पाइकर के रे बेस उपाउन चाहिँ भयो बेस प्लेयर जर्सी नम्बर 5 एकचोटि देखाइदिउँ न 5 देखाइदिउँ भाइरल भइरहेछ केटा जितेर होला लुगा नि फेरि मान्दैन है लैरे सरी आज गेम जित्यो आज पनि फाइनलमा विनर हुन सक्छ होला न के छ र आज गेम केटा कस्तो भयो केटा गेम एकदम ठिक छ जस्तो सोचेको थिएँ त्यस्तै भयो भनौँ न आगामी दिनमा कस्तो के कस्तोमा सुधार गर्नुपर्छ ल सुधार अब हाम्रो मेन डिफेन्स अलि कमजोरी देखियो अरू सबै ठिकै छ केटाहरूले इम्प्रुभ गर्दैछन् त्यही भएर अहिले हामीलाई गेममा अब कसैले नाड्दा हुन्छ भन्छ म घमण्डीको साथ एज अ टिम दाइ दाइ के देख्नु पर्यो गेममा ल केटा ठिकै हो हैन केही गर्दिन ल हैन राम्रै हो सबै राम्रै छ पछि पनि राम्रै होला हो ल ल है केटाहरुको प्रतिक्रिया पनि सुन्नु भयो होला सबैजना हैन राम्रै छ सबै राम्रै एकदम खुसी आज एकदम फुल यस्ता बसियो त्यही पनि खुसी छु साथी भनेको त्यो मान्ने भनेको तर मैले कन्डिसन अलि खुसी ल्यायो हर्षित छैन लगातार दुई ठाउँमा है विनर है साथी त्यो भाइ हेलो ठिकै छ हैन आज टाउको हानि त हैन तल बेस प्लेयर त दागेको छ नि हाम्रो आजको क्यामेराम्यान ल के छ त एकदम बडी केटाहरु गेम ल किन लुक्छ बवाल बवाल हो सोचेको भन्दा बढी भयो हो हाम्रो यस्तै खेल्दै जाऊ केटा हो म कोच गर्न आउँदै छु हाम्रो सिमल जतिको एकमात्र सपोर्टर है डरमको ल एकदम धन्यवाद त्यसको लागि हैन ल के छ त खेल्ने खेलाडी भयो नि त सपोर्ट त गर्नै पर्यो नि हैन र दरमङ एउटा पर्यो न सपोर्ट उडाको त सतरै हो नि हो नि सर यसले जस्तो सर त कोले हान्दै रे के अनि जति जस्तो लाग्यो उस्तै सर देखाउँदै ल है हेर हेर्न यता हेर्न ल दारी देखाइन केही हुन्न का ल सिधा बस्न सिधा केही हुन्न का ढोबी हान्ने आज होइन म त रिस किन यस्तो रिस उठेको नि आज खै म मिसै पाएन हात दुख्यो नि थाहा पाएन स्वर पाएन आज ढोल हान्नु तर लास्टमा ब्लक पारे अलि चित्त त दुखेको छ यस्तो कटामा हान्नु ल गर्ने हो क्या ल यो साथी फाइनल्ली विनर है अरूमा त त्यस्तै भ्लगमा केही होला जस्तो छ यो चाहिँ गोदाम है जर्सी जुत्ता राख्ने गोदाम है उहाँ छ त्यहाँ हाल्नु उजेलै छ गरे
हाम्रो त 2-3 चोटि पानी आएर चाहिँ खेल स्थगित हुँदै पनि फेरि बिदा भएर खेल्ली होइन एकदम ठिक छ। अब यो गाउँको म्याग्दी जिल्लामा वडा स्तरीयमा हाम्रो डरुङको केटाहरूलाई अरू कोहीले नि नआटे नि हुन्छ कि ठिक छ। अब ल ठिक छ जोसुकै आएन नआटे नि घमण्ड सहित घमण्ड सहित ढुक्क सान्दाई बोले साबिक पुरा प्योर का डरुङको त कोही छैन होला नाइट लिएर आउनु पर्यो ल फिक्स हो ल ल यति भए बुझ है केटा हो कान्छे भाइ ओए कहाँ र यो के हो यसले जे भने त्यो भने शेर हो त्यही हो ठपठाप त्यही शेर हो त्यही मिलाइदिने मिलाइदिँदै आजको बेस्ट स्पाइकर है नाक होइन आजको बेस्ट यता नि हो क्या उताको आइसकेको नि आज सर्ट आमा ल भनौँ न हैन ल आजको हाम्रो ल मैले यिनको गेममा 8-9 वर्ष भयो गेम हेरेको आज जस्तो गेम कहिले खेलेको नि देखेको थिएन आज सर्ट नि कडा गयो ब्लक पनि त्यस्तै सर्ट फेरि आज एकदम साह्रो एकदम किल पहिला म बिटे नजाने हेरेन होला बेनीतिर बिजी म बेनीतिर बिजी भयो अनि तर अहिले देखेको भन्दा अहिले चाहिँ सर्ट चाहिँ बबाल लाग्यो उसको भाइको चाहिँ यस्तो अन्तिमतिर भएर होला कि सायद होइन खै के हो अब उनी नि बिस्तारै अब जापान जाँदैछ त्यही होला नि होला केटा चाहिँ पुरस्कारको प्रतीक्षामा छ नि हामी यस्तो लाइन लाएर बसेका छन् है होममा आइदियो सब पुरस्कारको प्रतीक्षामा यत्रो डन्डी फुट कहाँ छ र यता फेरि ल एउटा गाई चाहिँ हामी चाहिँ पुरस्कार वितरणको हो कति ढिला गरेको यार आलसिलो नगरेर होइन कति ढिला यार जम्मै आत्तिया छन् अलि छिटो गरौँ न